हेलो गाइस, म चाहिँ अहिले सिन्धुपाल्चोक 5 पोखरी आइपुगेको छ। यो जुन माथि भ्यू पोइन्टमा यहाँबाट चाहिँ पछाडिबाट जुगल हिमाल प्रष्टसँग देख्न सकिन्छ। एकदमै रमणीय, एकदम स्वर्ग जस्तो ठाउँ छ। यहाँ सम्पूर्ण मान्छेहरू घुम्न आउँछ यो भ्यूको लागि, यहाँ यो दृश्य हेर्नको लागि। र अर्को कुरा त यहाँबाट 5 पोखरी एकदमै सुन्दर देखिन्छ है, सुन्दर, एकदमै बबाल देखिन्छ। हेर्नुहोस् यहाँबाट 5 पोखरी यस्तो सुन्दर देखिन्छ। यो चाहिँ सिन्धुपाल्चोक 5 पोखरी हो र माथि भ्यू पोइन्टबाट खिचेको दृश्य छ। मैले चाहिँ यो भ्यू पोइन्टबाट माथिबाट खिचेको छ। कतिपय चाहिँ मुनि होटेलमा बसेर त्यहाँबाट पोखरीहरू हेरेर फर्किनुहुन्छ, तर त्यो मुनि होटेलबाट नै आधी घन्टा 45 मिनट चाहिँ माथि आउनुपर्छ यो भ्यू देख्नका लागि। र जो कोही पनि आउँदै हुनुहुन्छ भने यदि 5 पोखरी आउन चाहनुहुन्छ भने माथि भ्यू पोइन्टमै आएर बास बसे नै हुन्छ। माथि पनि होटलहरू व्यवस्था छ र माथि नै आएर चाहिँ बास बस्यो भने बिहान पखाएको चाहिँ एकदम भ्यूहरू चाहिँ प्रष्टसँग देखिन्छ, किनकि तलबाट आउँदाखेरि ढिला हुन पनि सकिन्छ। त्यसै कारणले ल आउनुहोस् है। हामी चाहिँ आइसकेँ। हामी अब यहाँको दृश्यसँग, यहाँको सुन्दर हिमाल, सुन्दर पोखरीसँग चाहिँ एकदमै रमाइलो गरेर हामी चाहिँ अब फर्किँदैछु। ल गाइज आउनुहोस् तपाईँहरू पनि। ल हेर्नुहोस् 5वटा पोखरी यस्तो देखिन्छ कि कुरै नगरौँ न। यहाँ आएपछि यस्तो राम्रो भ्यूजहरू देखिन सकिन्छ। म त यहीँ बस्नु जस्तो लाग्यो यार। यतै बस्नु मिल्ने भए म यतै बस्छु अब। ल गाइज आउनुहोस् है, आउनुहोस्। टक्क लाएर यहाँ होटेलहरू पनि देखाउँछु। मुनि पनि छ होटेलहरू। मुनिबाट चाहिँ माथि आउनको लागि हिँड्न नसक्नेहरूले 1 घन्टा लाग्छ। अलि फटाफट हिँड्नेलाई आधी घन्टा 20 मिनट। र पारि देखेको छ होटेलहरू। त्यहाँ होटेलहरू व्यवस्थित छ। सक्यो भने चाँडै आइपुग्यो भने माथि नै आएर बास बसेको एकदम राम्रो हो। र किनकि बिहानको यो भ्यूजहरू चाहिँ देख्न सकिन्छ, किनकि तलबाट आउँदाखेरि चाहिँ यहाँको मौसम छिटै नै चेन्ज हुन्छ। त्यही भएर कुनै बेला त कुनै साथीहरू आउँदाखेरि यो दृश्यहरू देख्न सकिन्छ। तर हामी चाहिँ एकदम लकी हो, लकी सब देख्न पायो, सब एकदम 3-4 घन्टा अझसम्म यो मौसम चेन्ज भएको छैन। एकदम मौसम खुलेको छ, एकदम पुरा खुलेको छ। ल